हामी आज सैलुङ आएको सबैजना गेम हाम्रो जितिसकेको छ त्यही भएर हामी चाहिँ आज सबैजना सैलुङ घुम्ने भनेर आएको थियौँ अनि सबैजना माथि चाहिँ हामी यहाँ छौँ अरू पछाडि जाँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ जाँदै हुनुहुन्छ म चाहिँ अगाडि अगाडि छु हाम्रो साथीहरू हुनुहुन्छ यो सिँढी चढ्दा चढ्दा हामी जाँदैछौँ यत्रो ठाडो उकालो कहिले चढ्नु देखाउनु हेर्ने क्या अलिकति देखाउनु पर्यो नि त हो त्यसरी कहिले चढ्नु यत्रो उकालो हजुर के भन्न चाहनुहुन्छ यत्रो बढाइङ चढेर म यहाँ अहिले चढ्दाको यो टाउको दुखाइ चाहिँ अहिले माथिको सिन हेरेर आनन्द हुन्छ मजा आउँछ माथिबाट सिन यति दामी छ नि यति दामी यसको बयान गर्न सक्दैनौँ माथि गएर अहिले गलेको फिलै तिलहरू महसुसै हुँदैन सबै हराउँछ कति हिँड्नु हामी अब एकछिनमा पुग्न थालिसक्यौँ भन्नाले नि सैलुङ त पुग्न अझै टाइम लाग्छ त्यो डाँडामा होइन टुप्पोमा म त अब थलै पर्छ जस्तो भइसक्यो यहाँ क्या यसको बिच क्या दामी छ हाम्रो नेपालको ग्रेट वाल सक्यो अब सक्यो अब हामी तल झर्नुपर्छ अब चाहिँ हामीलाई गाह्रो हुँदैन होइन गाह्रो हुँदैन अलिकति उकालो छ अहिले अहिले उकालो त चढ्नुपर्छ कि ऊ त्यहाँ पुग्नु छ त्यो डाँडामा हामी अहिले यहीँ छ एकछिन अर्को रोडोडेन्डन पनि भन्छ रोडोडेन्डन होइन यो पिङ्क कलरको रोडोडेन्डन हो क्या दामी छ रोडोडेन्डन फर्स्ट टाइम देखेको व्हाइट देखाएको थिएँ रेड देखाएको थिएँ तर पिङ्क कलरको चाहिँ मैले देखाएको थिएन सैलुङमा पाउँदैन 32वटा पाउँछ नि होइन रोडोडेन्डनको प्रजाति नेपालभरिमा चाहिँ 32वटा यहाँ सैलुङमा कतिवटा पाउँछ अब सैलुङमा कतिवटा यहाँ अब अलि चिसो पानी परेको भए त हिउँै पर्थ्यो तर घाम लागेको छैन त्यही भएर हिउँ परेको छैन अहिले डाँडामा गएपछि चाहिँ चिसो हुन्छ हामी चाहिँ ट्रेकिङमा छौँ त्यही भएर हामीलाई गर्मी भइरहेको हेलो गाइज वेलकम टु आवर फर्स्ट मिनी ब्लग हजुर आज हामी चाहिँ सैलुङ जाँदैछौँ 12औं राष्ट्रपति रनिङ सिल खेलिसकेर सैलुङ घुम्न जाँदैछौँ अहिले हामी सैलुङ घुम्न जाने क्रममा यो मिनी ग्रेट वाल चढेर माथितिर अघि बढ्दैछौँ सबैजना भट्टाभट्टी अघि जाँदै हुनुहुन्छ है 7 बिसिङ गलेर बिस्तारै हिँड्दै हुनुहुन्छ हामी यहाँ दुईटा बाटो जाने छ सैलुङको डाँडामा हामी चाहिँ गुफा हुँदै जान थालेको म चाहिँ यता बाटो गएको छु गुफा बाटो चाहिँ गएको थिएन अनि त्यो भएर दाइले भनेको हामीसँगै गुफा बाटो जाऊँ अनि हामी यतिजना चाहिँ गुफा हुँदै जानु पर्यो भनेको गुफा हुँदै जाने दाइहरू हुनुहुन्छ कस्तो राम्रो मैथली बोल्नुहुन्छ अब मैथलीमा बनाउनु पर्छ नि अब सबै यहाँ बसेपछि त यहाँ अनुसारको ब्लग बनाउनु पर्यो वहाँ बसेपछि वहाँ अनुसारको ब्लग पर्यो भन्नु खोजेको होइन के भन्नु म मैथलीमा भन्नु न त्यसो भए हामी सैलुङ आएको छौँ गाइज आज हम सब सैलुङ आए थे गाइस हम सब जाए थे आई नीचा से गुफा में है जा रहा थी हम सब सैलुङ के डाँडा यहाँ एगो दाई एगो हम छी आरो साथी सब छै हम सब रास्ता दऽ के जेती जाइ छी आरो साथी सब जाइ छी ओहि रास्ता दऽ के हम सब रास्ता दऽ के नहीं गेल छी तैसे हम सब रास्ता दऽ के जाइ छी या मैथली बवाल मेरो मैथली कस्तो लाग्यो भन्नु है हेलो घान्दिनु त के अरे अब हामी जाने क्रममा छौँ यो बाटो ठिक छ हामी गुफा हुँदै जानु ठिक छ अब म गुफामा गएको छैन त्यही भएर यताबाट जानु पर्यो हामी जाँदैछौँ हुनुहुन्छ त्यति टाढा त्यति माथि हुनुहुन्छ बट हामी चाहिँ यहाँ छौँ हामी गुफा हुँदै जाने भनेर हामी यो बाटो हिँडेको गुफामा जाने अनि त्यसपछि सँगै डाँडैमा भेट हुन्छ भनेर हामी यो बाटो हिँड्यौँ अब जाँदैछौँ हामी तर अहिले आएर चाहिँ मलाई
थकाइ कम भएको महसुस भइरहेछ अघि न त त्यो भर्याङ चढ्दाखेरि त सासै नआउला जस्तो भएको थियो यति धेरै गाह्रो भएको थियो अहिले त ठिक छ गर्मी पनि भइरहेको थियो अब डाँडामा गएपछि चिसो हुन्छ त्यो डाँडामा जानु त्यो डाँडामा जानु छ हामीलाई बट हामी चाहिँ यही छौँ अहिलेसम्म हेलो गाइस सबैजना अहिले मिनी ब्लगमा छौँ हामी घन्टी बजाएर सैलुङको ठुलो घन्टी बजाएर मलाई पनि देखाइरहेको माथि गुम्बा जाँदैछौँ सबैजना हुँदै दामी आउँदो रहेछ यार हुँदैन आफ्नै धुनमा हिँडिरहेछन् हेर्दै गर्नु अब के कस्तो कस्तो सिन देख्नुहुन्छ तपाईँहरूले हेलो गाइज देख्न सक्नुहुन्छ भीमसेनको तरबार यही भीमसेनको तरबार हेलो 7 बिसिङ गलेर मन लागिसकिन् अब हामी के अरे सैलुङ पुग्न लागिसक्यो अरे ड्राइभर सैलुङको भ्यू टावर पुग्न लागिसक्यौँ अब हामी अब 20 देखि 25 मिनट हिँड्नुपर्छ होला 20 देखि 25 मिनट चाहिँ हिँड्नु पर्दैन हेर न 10 मिनटमा हामी पुग्छौँ हावा चलिरहेछ मेहनतको फल प्राप्त गरे फाइनली गाइजहरु गाइज हामी चाहिँ नि के अरे सैलुङ पुगेर हामी चाहिँ यो थुङ्गाभेट्टा आयौँ यहाँ अब हामी मात्रै आएको यहाँ टिकट लाग्दो रहेछ भनेर चाहिँ हामी यतिजना आएको 4 जना अरूहरू सबैजना तल गइसक्नुभयो अब हामीले चाहिँ यहाँ नि फोटो सेसनहरू गऱ्यौँ यहाँ चाहिँ टिकट लिनुपर्छ अनि हामीले चाहिँ फोटो सेसनहरू गऱ्यौँ समीर दाई हुन्छ समीर दाई भ्यू कस्तो लागिरहेछ हजुरलाई बब्बाल हाम्रो दोलखा भनेको राम्रो ठाउँ हो नि त हैन हामी मान्छे राम्रो दोलखा राम्रो तर यहाँ हिमालको भ्यू आएन क्या ग्लोबल वार्मिङले गर्दाखेरि हाम्रो हिमालको हिमै पग्लिसक्यो हैन भ्यू त्यत्रो सङ्घर्षको हामी यहाँ ओर्लिसक्यौँ के अरे यहाँ के अरे थुङ्गा होइन के हो यो टावरबाट चाहिँ हामी ओर्लिसक्यौँ होइन यहाँ चाहिँ सबैजना आउँदैछ हजुर फोन आउँदैछ अब हामी जान थालेको सबैजना उहाँ तल पुगिसकेका छौँ हामी 4 जना मात्रै हो जान थालेको म पहिला पनि आएको होइन यहाँ अब छिटो जानु पर्यो म यो बुट लाएर आएको यहाँ मतलब हिउँ पर्छ नि त अनि लास्टै स्लिप छ क्या यहाँको घाँसहरू अनि हिँड्नै गाह्रो हुन्छ तर अब चाहिँ हामी फास्ट जानु पर्यो किनकि हाम्रो सबै साथीहरू तल पुगिसक्नुभयो तर हामी चाहिँ अहिलेसम्म यही छौँ हामी चाहिँ नि समीर दाइ हुनुहुन्छ म चाहिँ अनि अरू 2 जना साथी हुनुहुन्छ अब हामी फास्ट कुद्दै जानु पर्यो अनि नपुगिन्छ मात्रै हामीले छोडिदिन्छन् त्यो पो छ समस्या त्यहाँ पुगिसकेका छन्
अब पुग्नु पर्यो हामी अब तल पुग्न थालिसक्यौँ अब यहाँ अब साथीहरू भेटिन थालिसक्यौँ अब हामी यहाँ चाहिँ नि यसो अब भिडियोहरू बनाउनु पर्ला भनेर यहाँ आएको साथीहरू त्यहाँ हुनुहुन्छ हामी चाहिँ समग्रमा सेकेन्ड भयौँ गेम खेलेर आयौँ होइन अनि राति भइसकेको छ अनि 7 बजीतिर हामी निक्लेको थियौँ अनि पुग्दा पुग्दा त राति भयो अनि हामीले यहाँ खाना खाएको उयो होटलमा हामीले खाना खायौँ रमेश होटलमा हामीले खाना खायौँ अनि अरू साथीहरू चाहिँ नि अर्को होटलमा खाना खाँदै हुनुहुन्छ अनि हामीले खाना खायौँ हामी चाहिँ बोलेरोमा आएको हाम्रो साथीहरू चाहिँ उयो बसमा आउनु भएको हामी चाहिँ छुट्टै जाने हो उनीहरू छुट्टै जाने हो अनि हामी चाहिँ सबैजनाले कुर्दैछौँ सबैजना खाना खाँदै हुनुहुन्छ खाना खाँदै हुनुहुन्छ क्या भने त उता उता छन् सबैजना खाना खाँदै हुनुहुन्छ हामी चाहिँ यहाँ छौँ अब हामी पनि अब हामी यही बोलेरोमा आएको यस्तो व्यवहार गरे कि गोल्ड लिस्टलाई मात्र प्राथमिकता दिएन खाना पनि खाएन हामीले आफ्नै पैसा हालेर खाजा खाएको होइन होइन भिडियो बनाएको नि युट्युबमा आउँछ सब्सक्राइब गर्नु मेरो युट्युब च्यानल होइन हजुरले गर्नु भएको भनेको छैन कोही कोही छन् म्याम नरिसाउनु दिदी अब यस्तै हो एसडी गरेर पनि गरिदिनु ब्लग एन्डिङ गरिदिनु एन्डिङ गर्नु न ब्लग भन्दैछु एकछिन हाम्रो डल्ले म्याम नर्स नि कहाँ म्याम सानो म्याम होइन हजुर यसो नाच्दाखेरि कुममा पैसा आयो भने होइन अब हाम्रो यो सानो मिठो ब्लग क्लोज गर्न चाहन्छ हस् त धन्यवाद थ्याङ्क्स फर वाचिङ बाई